म सुपा देउराली, अर्घाखाँचीको यो दुर्गम र विशाल पहराको काखमा विराजमान तिमीहरूकी माता। तिमीहरू सोच्छौ होला म यहाँ किन आएँ? जहाँ साँचो भक्ति र निष्कपट मन हुन्छ म त्यही प्रकट हुन्छु। सन्धिखर्क जाने यो साँघुरो बाटोमा जो कोही पनि आउँछ म उनीहरूको यात्रा सुरक्षित बनाउँछु। जसले मलाई साँचो मनले पुकार्छ र भाकल गर्छ उसको इच्छा म अवश्य पूरा गरिदिन्छु। तर सम्झना राख, मेरो दरबारमा शक्तिको मात्र होइन सत्यको पनि पूजा हुन्छ। तिमीहरूले त्यो भिरको पहरामा टाँसिएको लाहुरेलाई त देखेकै होला। उसले मेरो मन्दिरमा भाकल गर्यो, उसको इच्छा पूरा पनि भयो। तर जब फर्किने बेला आयो उसले मलाई झुक्क्याउन खोज्यो, बाटो छलेर भाग्यो। मैले उसलाई सजाय दिए कि होइन, बरु संसारलाई यो पाठ सिकाएकी हुँ कि भगवानसँग कहिल्यै असत्यको राजनीति चल्दैन। आज पनि जो कोही वैदेशिक रोजगारीमा जाँदा होस्, यहाँ जीवनको नयाँ पाइला चाल्दा यहाँ आएर आशीर्वाद माग्छ, म उसलाई खाली हात फर्काउँदिन। म केवल बलि र भेटीको भोकी छैन, म त तिमीहरूको निष्पाप विश्वासको भोकी हुँ। आऊ मेरो शरणमा, आफ्नो अहङ्कारलाई यही भिरमा छोडेर जाऊ। म तिम्रो कल्याण गर्नेछु। म सुपा देउराली माता।